मैले चाहिँ आज बिहानैबाट ममता काफ्लेलाई सम्झिरहेको थिएँ भनेको पनि एउटा भिडियोमा होइन। हजुरले सम्झिनु भएको छ कि छैन ममतालाई? ममताको चाहिँ लास्ट इयर मनासस भर्जिनियाबाट हराइरहेको थियो, अनि पछि उसकै हस्बेन्डले मारेको भनेर हस्बेन्डलाई चाहिँ समातेर जेलमा राखेको छ। त्यस पछाडि खासै केही अपडेटहरू आएको छैन। ट्रायल चाहिँ यो 2026को सेप्टेम्बर अक्टोबरबाट सुरु हुने भनेको छ होइन। अनि यो बिचमा चाहिँ ममताको घरलाई लिलामी गरेको थियो, मोर्गेजमा लिएको। अनि नाम लिन मन लाग्दैन, तर के गर्ने, त्यो नरेश चाहिँ जेलमा छ नि त, अनि त्यही भएर त्यो घर चाहिँ लिलामीमा निकालेको थियो। जस्तोको तस्तै, त्यसमा केही पनि नबनाइकन भित्र होइन, रिमोडलिङ अथवा अपग्रेड नगरिकन 600K 6 लाख अमेरिकन डलरमा चाहिँ लिएको थियो त्यो घर। अनि अहिले चाहिँ त्यो घरको भित्र अलिअलि चेन्जेस गरेर अब धेरैजनाले चाहिँ त्यो बाथटब पनि फेरेको भनेको छ होइन। अब बेडरुमको त्यो कार्पेटहरू पनि फेर्यो होला, किनभने त्यति बेलामा स्टेनहरू थियो। अनि त्यो घर चाहिँ अहिले 7,25,000 725K मा चाहिँ निकालेको छ। तर त्यो घर चाहिँ सेल भइसकेको छैन होइन, निकालेको कहिले। मैले यहाँ राखिदिन्छु, त्यो भिडियोमा मैले हेरेको थिएँ। अनि ममताहरूले चाहिँ त्यो घर 2023 मा 7,05,000 मा चाहिँ किनेको रहेछ। अब फेरि यहाँको अमेरिकाको सिस्टम के छ भन्दा, जो रियल्टर हुन्छ होइन घर बेचाउने, उसले चाहिँ पोटेन्सियल बायर होइन अथवा बायरलाई भन्नु पर्दैन, डिस्क्लोज गर्नु पर्दैन क्या त्यो घरमा के भएको थियो, किन बेचेको भनेर। केही पनि नभनिकन बेच्न पाइन्छ। अब घर किनिसकेर पछि थाहा पाउँदाखेरि पनि लाइक हुन्छ नि, त्यो घरमा बस्नको लागि अलिकति डरै हुन्छ होइन। अब नेपालीहरूले त किन्दैन, किनभने नेपालीहरूको लागि भनेको यो घर चाहिँ थाहा छ नि त के भएको थियो यो घरमा भनेर। अनि यो घरमा अब जे भए पनि ममता त्यो घरभित्र बसेको होइन, सबै गरेको। अब घर भनेको चाहिँ एउटा ड्रिम हुन्छ क्या होइन, घर किन्ने, त्यो घरलाई घर जस्तो बनाउने केटी मान्छेको हातमा चाहिँ अझै बढी हुन्छ नि त, सजाउने, कुना काप्चा सरसफाइ गर्ने। अनि अब टिकटकहरूमै कति छ उसको, त्यो घरमा चाहिँ उसको आत्मा अझै पनि बसिरहेको छ क्या। सो यो घरलाई देखेर पनि मनमा चाहिँ चसक्क लाग्छ होइन, घर सुन्ने बित्तिकै उसको। ममता काफ्लेको घरको मैले भिडियो बनाएको थिएँ, मैले भिडियो पोस्ट पनि गरेँ, कमेन्ट आयो। चेक गर्दाखेरि त त्यो घर अलरेडी पेन्डिङमा गइसक्यो क्या। पेन्डिङमा गएको भनेको चाहिँ बायरले अफर हाल्यो त्यो घरको लागि, अनि सेलरले चाहिँ एक्सेप्ट गर्यो क्या कतिमा छ अफर भनेर। त्यो घर ममताहरूले 23 मा किन्दाखेरि 705K मा किनेको होइन। त्यसपछि त्यो सबै घटना भयो। हामी नेपाली हो भने त्यो घर किन्दैनौँ, मरिगए किन्दैनौँ होला होइन। त्यस्तो भएको छ एउटा चेलीको त्यहाँनिरको त्यो चिचाहार रुवाबासी होइन। अनि यहाँको मान्छेहरू लास्टै जात्रो क्या। त्यो कमेन्टहरू पढ्नुपर्छ अरूहरूले भिडियो बनाएको ठाउँमा होइन। त्यो लोकेसन एकदम राम्रो छ, नेभर राम्रो छ, त्यो प्राइस राम्रो हो, म भए किन्छु टाइपको कमेन्टहरू गरेको हुन्छन् र किन्छन् पनि, बस्छन् पनि क्या। 725 भनेको चाहिँ अब 23बाट अहिले, अनि अक्सनमा चाहिँ 600K मा राखेको थियो होइन। त्यो पनि अक्सनको चाहिँ त्यसमा अपडेट गराउँदैन रहेछ हिस्ट्रीमा क्या, जिलो र रेडफिनको छैन। अनि अहिलेको चाहिँ छ, सो पेन्डिङमा भइसक्यो त्यो घर चाहिँ। अब कसले लियो होइन, त्यही हो यहाँको के भन्छ रुल्स अनुसार चाहिँ एजेन्टले बायरलाई भन्नु पर्दैन क्या त्यो घरमा चाहिँ के भएको थियो भनेर। त्यही भएर